सन्चै हुनुहुन्छ? के छ खबर भनिदिनुहोस् है। म चाहिँ एउटा सानो भिडियो बनाउँदैछु, तपाईँलाई कस्तो लाग्छ एकचोटि हेर्नु। कता कता डुब्दैछु, कता कता हिँड्दैछु हैन। एउटा सानो भिडियो बनाउँदैछु। के छ खबर भनिदिनुहोस्, तपाईँहरू सन्चै हुनुहुन्छ होला है। म चाहिँ यसो पानी परेर यसो बाहिर निस्किएको हैन, यसो जङ्गलघारीको भिडियो बनाउँदैछु। यस्तै छ, भिडियो बनाउनै पर्यो। रोडमा त हिँड्नै पर्यो नि, पिच हुँदैन हैन। अब खुट्टाले नि हिँड्ने हो यसरी। अब यस्तो जङ्गलहरू छ, यो जङ्गलमा बाँदर चाहिँ आएर हैरान बनाउँछ यार। यो बाँदरले साह्रो दुःख दियो। यस्तो जङ्गलघारी छ, के गर्नु, बस्नै पर्यो, हिँड्नै पर्यो। यस्तो छ बाटो। म यताबाट आएको अहिले। बाटोहरू छ, यस्तै छ। गर्मी पनि यति साह्रै गर्मी हो कि गर्मीले ज्याकेट लगाएको, यसमा पनि गर्मीले हैरान बनायो। पसिना यस्तो धेरै आउँछ फेरि मलाई है। गाह्रो छ, गर्मीले हैरान बनाएछ। यता जङ्गल छ हैन, जङ्गली एरियामा हिँड्नै पर्यो। हाय 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 हे तेरी जिसल। अब यता चाहिँ हिँड्दै जाने। यहाँ डाँडो आउँछ पर, म देखाउँछु। पारी त पानी परिसकेछ, पर्दै गरोस् पानी। भोलितिर जानु पर्ला पौवा भन्ज्याङ। फेरि हिँड्नै पर्यो। आइयो है डाँडामाथि। ए डाँडा यस्तो दामी छ यता जाने। अब यस्तो भ्यू पोइन्ट देखाउँछु म। जुन यो तल चाहिँ खेतीहरू हुने ठाउँ हो। यस्तो दामी खेतीहरू हुन्छ यहाँ, धान यस्तो दामी फल्छ। कसलाई थाहा छ कमेन्टमा बताउनुहोस् है। नै पर्यो अगाडि बाटो लागेपछि। के गर्नु, पानी पर्दैछ फेरि कुट्छ जस्तो छ। जो जाने होला। उफ, पारि त पानी परिसकेछ। स्वर खासै राम्रो आएन होला मेरो, माइक फोन छैन, हल्का सो फोनबाटै बनाएको। अब